वेलकम टु माई च्यानल। आज चाहिँ हामी नयाँ वर्ष मनाउन गाउँ जाँदैछौँ। बिजुलीको अब यहाँ ठुलो बन्दैछ। अब चाहिँ लाइन जाँदैन धरानमा। बिजुली अफिस हो। आज यतिकै भयो भने दिनभरि भएको हामीलाई। भागलपुरमा फेरि सानो घाम चर्किँदैन। एक गते जहिले घाम चर्किन्छ। शीतलको हुन्छ भन्न ज्योतिहरू तल बारे विराटनगरमा यहाँ आउँछ, उहाँ बस्दैन, गर्मी हुन्छ भनेर। बनाएको यतिसम्म चाहिँ यसो हाम्रो गेट छ। प्रथम बेलाका पर्यटन महोत्सव 2083 हार्दिक स्वागत गर्दछौँ। आयोजक स्थान बेलाका 3 सुनखानी। तपाईँको अब शरबत आइसक्यो, ओरेन्ज शरबत होइन दाजु यो। एकदम हेर्नुहोस् अनारस आएको छ। नरेस तपाईँको पोपल फ्रुटी आइसकेको छ। नरेस आएको छ। काका तपाईँ के किन्नु राख्नु भएको? खरबुजा किन्नु भनेको महँगो पर्यो। महँगो पर्यो? किन्नु नि त आज गते तपाईँ पनि मिलाएर दिइहाल्नु। अनि मिलाएर दिएको छौँ त। अब यहाँ ढुङ्ग्री चिप्स आइसकेको छ। डाइरेक्ट घाममा बहिनी यो घाममा नराख न, डाइरेक्ट त्यो सबै घामले बिगारिदिन्छ। छायामा राख। अब एकदम मस्त वाला। एक्लै आएको भाइ खै आएन? आउनु भएको छैन? यो चाहिँ हाम्रो बर्पिपल मुनिको चटपटाइ होइन त? अरे गुजिया समोसा। यो गुलियोवाला हो कि नुनिलोवाला हो? यो गुलियोवाला। समोसे ट्याक्टरको आवाज, भुजिया, निम्की। अब यहाँ लुगा आइसकेको छ तपाईँलाई। लुङ्गीदेखि लिएर कट्टुदेखि लिएर गन्जी, भेस्ट, मेडी, म्याक्सी सबै तपाईँले खालपरीको सूर्य, गोजी, पात्रो, केटाकेटदेखि लिएर बुढाबुढी सबै प्रकारको लुगा तपाईँले यहाँ पाउनुहुन्छ। स्टाकोटदेखि लिएर होइन झुल, झमझम स्टाकोट, आर्मीवाला कट्टु, तपाईँ के लाउने सबै कुरा यहाँ पाउनुहुन्छ तपाईँले। ढाका टोपी। अब काकाले के बनाउनु? काका तपाईँ के बनाउँदै हुन्छ आज यसमा? काकाले चाहिँ अब हरियो मकैलाई पोलेर मिठो स्वादिलो रसिलो मकै दिन आँट्नु भएछ। अब हाम्रो सानो साउजी चाहिँ बसिरहनु भएछ। तपाईँको कोसँग आउनुभएको तपाईँ? बुवासँग। सानो साउजी, भेरी गुड भेरी गुड। भगवानको फोटो, तपाईँको रुद्राक्ष माला, माँ दुर्गे भवानी, शिवशङ्कर, ओम नमः शिवाय, अगरबत्ती, दाल, अदुवा सबै तपाईँले एकै छाना मुनि पाउनुहुन्छ। यहाँ चाहिँ दिदी यो के छ? डिम्बा हो। हाँसको डिम्बा कि कुखुराको दिदी हो? कुखुराको डिम्बा, प्याजी, आलु चप पनि बनाउनुहुन्छ। अब आलु चप पनि बनाउनुहुन्छ। हाम्रो चौधरी दिदीले बनाउँदै हुन्छ पपकर्न। माझी हो यो? उयोवाला माझी, खोलावाला माझी कि थारूवाला माझी? खोलावाला माझी। दुईवटा माझी हुँदो रहेछ नि त। यहाँ अब ढुङ्ग्री है तपाईँको अब पपकर्न सबै आइसकेको छ गाइज। अनि अब पानीपुरी के खाने? अमृत प्लस, भोला गुटका सबै, सुत प्लस, अङ्गुरी, पानीपुरी अनि बिजुली चुरोट सबै आइसकेको छ। खेलाउने मेड इन चाइना खालपरीको फुटबल, एभ्रिथिङ यु विल गेट अन्डर वान रुफ। दिस इज हाट, लोलाट, लाछा, लकेट, कस्मेटिक्स चाहिँ अब हाम्रो काकाले ल्याउँदै हुनुहुन्छ है। हाम्रो काकाले चाहिँ के ल्याउँदै हुनुहुन्छ त्यो चाहिँ अब सफारीमा। यहाँ चाहिँ गाइजहरू पुरै आइसक्नु भएको छ है। चस्मा सस्मा लाएर सबैजना मेला भर्नुको लागि बाइक साइक राखेर। पुरन्दरको दाजु र रामपुरको एकदम फेमस चटपटे दिनुहुने दाजु। के छ दाजु, सन्चै हुनुहुन्छ? के छ आज चटपटे स्पेसल हो आज? छोरा खै छोरा? दोकानमै छ। आराम कुशल हुनुहुन्छ? दाजुकोमा यदि तपाईँ रामपुर बजार आउनु भने दाजुको नाममा, दाजु तपाईँको नाम त के भयो? धर्मेन्द्र शाहजीकोमा चटपटे खानु आउनु। रामपुरको सबैभन्दा नम्बर 1 चटपटे, A1 चटपटे तपाईँले पाउनुहुन्छ। हेर्नुहोस् रातो खुर्सानी धुलो बनाएर मिर्चा मारेर यस्तो दिनुहुन्छ दाजुले। अनि तपाईँलाई 2 दिनसम्म याद आउँछ। तर एकदम मिठो छ क्या। म मिस गर्छु दाजुले, धर्मेन्द्र दाजुले बनाउनु भएको चटपटे। म दाजु अहिले अलिक बिजी भयो कि त्यही भएर। ल तपाईँलाई नयाँ वर्षको शुभकामना। धन्यवाद। यहाँ अब चिप्स सोल आइसकेको छ। 2 PM चिप्स सोल, कुर्रा चिप्स सोल, रम्पम चिप्स सोल। यहाँ गुडी आइसकेको छ। लभली लभली डोल्स, बेबी डोल्स। अनि तपाईँको यतापट्टि ब्याट देख्न सक्नुहुन्छ खेलाउने। अब यहाँ चाहिँ खरबुजा लिएर आइसकेको छ हाम्रो गाइजहरूले। के छ भाइ, ठिक छ? नाम के हो तिम्रो? शिशिर बास्तोला। काँक्रो कसरी? 25 रुपियाँ। यति सस्तो? ओन्ली आफ्नै बारीको हो?
2525 यो धरानमा कति थाहा छ 80 रुपियाँ केही छ यो अब आइसक्यो प्याज यो चाहिँ इन्डियन प्याज हो कि नेपाली प्याज हो यो नेपाली प्याज यो हो क्या भाइहरूलाई यसरी थाहा छ क्या भेरी गुड मलाई एकदम खुसी लाग्यो इन्डियन कि नेपाली ठ्याक्कै भन्दै भाइहरूले टमाटर छ अब हाम्रो दिदीले चाहिँ नमकिन समकिनको भेला पारिसक्नु भएको छ होइन यहाँ पनि प्याजी बन्दैछ ओ दिदी केना देवी आलु चप कति बेला बनाउने भक्का बनै छे केना देवी ए धन्यवाद धन्यवाद यहाँ गफसप भइरहेछ त्यस्तै छ बेलु बाजेसँग भाइरल हुने मान्छे यहाँ छ यहाँ चाहिँ काँचो आँप खाने बेला भइसकेको रहेछ गाउँमा त्यही भएर नुनसँग खाएको टिकटक बनाएको हैन नाउसा नारासँग फुपूसँग के गरेको सानी होला हैन हामी त हिजोदेखि मनाएको हिजो सुँगुर आज भाले आज हाम्रो ढङ्कुटेनीहरूले गर्दाखेरि भाले त मजाले बनाइहाल्छ नि अब ढङ्कुटाको पूजामा चाहिँ म पनि जान्छु है भोलि पर्सि एक सबै खानेकुरा बोकेर जानुपर्छ टन्न मलाई त कम्ता हामीलाई त मासु दिएको होइन मासु प्रसाद यहीँ गएर खाने बस्ने मन पराउनु भयो ऊ माथि पटमा नपल्टाउ छाती दुख्छ राम्रो रहेछ म पनि जान्छु घरमा पकाएर खाँदा भइहाल्छ पूजा गर्दा होइन त्यो त हस्ती तर चिसो खाजा चाहिँ चिसो चासोहरू बोकेर सबै जानुपर्छ कि रहियो भने चाहिँ जाउँला न है बाँच्यौँ भने होइन रहियो भने बाँचौँला न खै अब आफूले भनेर एउटा ठुलो यो एउटा लो 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 त्यो र यो अहिले ठुल्ठुलो यहाँ अस्ति होइन अरे माइली हेर्नुहोस् है भएन माइली ए माइली माइली यहाँ आउनु कुन कुन उता हो वासोमा तेरिका हुन्छ त धुइ ल्याउन अहिले यहाँ ल्याउनु न हुन्छ हुन्छ न्यु 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 नआचिनुहोस् न पछि गयो नि त हो साह्रो लोसु न लोकल पूजा गरेको मन्दिरमा कहाँ पो अरे बेलाका राजा रानी बेलाका राजा रानीमा बेलाका तरीको राजा रानीमा को बेलाका राजा रानीमा भन न सेवाङ आमा बाउलाई ल्याइदिनु पर्छ नयाँ वर्ष मनाउनु आएको अनि कुन पहिला लातमा डोड्दे मन पछि सुवाट्टै झुट्ने ल बेलाका राजा रानीको घुट्ने खालको पार्ने ल यहाँ मम्मीले चाहिँ मासु पकाइराख्नु भएको छ लो बेलाका तरीको राजा रानीको यहाँ चाहिँ भुटो आइसकेको छ
लोकल कुखुरा पखाल्नु मात्रै मेरो बोटको मेरो त मसँग छ सेगमा खाना खान आऊ के हुन्छ कसो हुन्छ कहिले जाँदा नसेर खाने रहेछ म अहिले हजुर कसलाई हो मलाई भात होइन मासु त तपाईँ झोल दिनु भात खाँदैन म मलाई झोल मात्रै थोरै यस्तै झोल मासु म भात खान्छ झोल दिएर यति झोल खाएस् त मात्र आइहाल्नु नि छिटो लु तपाईँ मेरो बोटको ल्याएँ ल मैले मलाई पाइनएप्पल छिटो छिटो म तल्लो छेउमा जानुपर्छ ए त्यो कुकुर ढप ढप अहिले खाँदिन भने खानुहोस् टिममा माथि जान्छु भात खाऊ त हात नटेकी खाऊ भात आमा आमा ओ के भो छ्यामा खानुहोस् पुग्यो तिमीमा पुग्यो हस् मेरो यहाँ छ है मेरो त कुखुराले पत्याएन म आयो बल्लु म पनि खानु बसेको म भात थप्छु ल कति मगर तिमीलाई यतिमा हुन्छ नखानु पर्यो भनेको रुचिको भिडियो गर्छ भनेर उसको टोपी बनाउँदैछ काकाले कि दाइले बमी गर किन आज गरेको छैन
भागलपुरे नानु हजुर हजुर नाना भन नाना भन नाना भन नाना